त्यहाँ आशिकनाम दा आएछ त त्यहाँ युट्युबर भित्र बस्नु के हुँदैन त्यस्तो मान्छेले डबल लगेर किन चन्डु गाउँछ आफै उले बाइकै किनेको के बाइकै ऊ खास त म चिन्दिनँ कसको छोरा ल के छ गाइस जाने बोल्नु न नमस्ते यो ग्राउन्डको आज मालिकै हो आज ग्राउन्डको यो एकछिन है पक्का ए हैन लामो हैन उसो त धामी नखेला 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 जोगिएर बिस्तारी यार बिस्तारी बिस्तारी आफ्नै भतिजहरु नजुदा न ए त्यो बिस्तारै आउ हैन अब डल्लोहरु लडेछ कहाँ कहाँ कोच लडेको रे हुँदैन क्या बाँधेको भैँसीले मार्दियो हैन सुसन माथि नै आउने लागि ल के गर्छ भन्ने कुरा को लड्यो अरे ओइ ओ झडिया बरान्डे भाग अनि जियो 18 गोल त ओए भाइ दबाई दबाई बरान्डे ल ल खास मैले कुरा नबुझेको एउटा गाना गाएर एक गोल त लाउँछ होला भन्ने लागेको थियो यस्तो मन लाउँछु होला जस्तो लागेको थियो यार काका हजुर मेरो निमेश धेरै राम्रो खेल्छ नि उताको अहिले छिरेको दिन्छ चाल्दैन ओ केटा गाई ओ ओ यता बसेर गोलै देखेन बाथीले गएको किपर सेक थियो त्यो बलमा के हुँदैछ त्यहाँ जाबा जस्तो आफ्नै पैसाको आफै खेलाडीको लाउँदैन अम्मा फेरि भइहाल्यो चाहिँ मान्छे एन फाइन क्या फिगर फिगर भइहाल्यो फेरि भइहाल्यो नियम बनाउने मान्छे नै पर्छ भयो कान्छा भुइँमा चाहिँ नसबै आज मान्छे धेरै आउँछ हो दूरबीन लगी गया हो खतराको छ नि त्यो कसले अघि मलाई स्विच यसले यस्तै बल अस्ति फालेको बिहेर सल्लाह फाइनल गेम यसरी अगाडि छिराइदिएको बल होइन क्या उसले नै लगेको यतादेखि हानेको काउन्टर एटेक होइन ड्याममै किपर आएर होइन पुस्दा गर्दा चाहिँ फेरि उतैबाट पुसरी गएको बल चाहिँ यो उतै पुसरी जाने थियो किपर चाहिँ यता बनाउनु यो नै घुरेको क्या भरे चाहिँ गली त डुङ्गु गरिदियो क्या त्यो म्याचलाई के अरे जनक छैन त्यो गादै कुदेर ड्याममै दिएछ फल आएछ फल
कन्ट्रोल फ्रन्ट ए कन्ट्रोल भइहाल्यो धेरै राम्रो खेल्छ उसले डान्स दिइहाल्दैन किपर चाहिँ मै जस्तो रहेछ अलिक यता बस न होइन होला हौ दाइ बल अफसाइड 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 फेरि छेक्यो फेरि भाइ यता बस न झ्याट भाइ बस अफसाइड अफसाइड रिप्ले हान्छु रिप्ले रिप्ले हान्छु म रिप्ले पुरै हान्छु म सानो बल खेल्न हो यता आउनु न तपाईँ हेर्छ यता आउनु न यहाँ फोर भइरहेछ त यता आउनु जाठा यता जाठा को रहेछ भनेर मिलाएर खेल्न मिलाएर खेल्न किन त्यस्तो तेरा थियो बरो अफसाइड हुन्छ नि त झारेको त सोल्टी गोल गोल हुन असफल भएको कारणले गर्दाखेरि जनयुद्ध कलम ढुण्डाकी 1 मिल्के जनयुद्ध क्लबले गोल हाल्नु असफल भएको छ ल राम्रो छ गाइज हाम्रो अहिलेसम्म चाहिँ मिल्के जनयुद्ध क्लबले चाहिँ लगिरहेछ गाइज अब ल ए अब के भन्नु गाइज होइन अब के हुन्छ त्यो फल हुँदैन के हुन्छ यस्तो दर्शकहरू पुरै होइन दर्शकहरू के छ गाइज एकदम ठीक चल रहा ठिक छ नि सही दर्शकहरू छ क्या हानेको हो यस्तो क्या देख्न सक्छौँ हामी यहाँ देख्न सक्छौँ हामी अब बल पुरै बतासिरहेछ हावा हुरीले गर्दाखेरि हामीले रोगी माउलाई गोरे भोटेलाई देख्छौँ यहाँ सबैलाई देख्छौँ गाइज दावालाई पनि देख्छौँ यहाँ दर्शकहरूले हामीले देख्न सक्छौँ गाइज दर्शकहरू माथि हेर्नु गाइज माथि पनि छ दर्शकहरू यस्तो छ सुती हेरिरहेछ गाइज
यो भाइ फारेङ होइन अरे हो फार्मिङकै त यो भाइ उम् 7 नम्बर फारेङ यति भन्दै आज म गेम यहीँ टुङ्गाउन चाहन्छु हाफ टाइम पछि फेरि आउँछु गाइज